हेलो नमस्कार नमस्कार सबैजनालाई म प्रेम बहादुर साउद हाम्रो प्रेम न्यू टेक्निकल युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आज हामीले एउटा नयाँ भिडियो लिएर आएका छौँ। त्यो भिडियो एकदमै चाहिँ तपाईको लागि चाहिँ युजफुल हुनेछ भन्ने कुरामा हामी एकदमै विश्वस्त रहेका छौँ। तपाईको माझमा मैले एउटा यो रिचार्ज लिएर आएको छु, जुन रिचार्जको चाहिँ एनटिसी को 100 को चाहिँ रिचार्ज हो। यो यसमा चाहिँ माथि देखिएको नम्बरहरू पुरै चाहिँ के भएको छ भन्दाखेरि स्क्रैच गर्दाखेरि चाहिँ यहाँनिरको नम्बरहरू सबै चाहिँ मेटिएको छ र यसको सिरियल नम्बर पनि अलिअलि मेटिएको छ, तर सिरियल नम्बर चाहिँ देखिन्छ हैन। अब यस्तो रिचार्ज चाहिँ यदि तपाईसँग चाहिँ यस्तो रिचार्जहरू छ तर तपाईले चाहिँ यसलाई त्यतिकै फाल्नु भयो भने चाहिँ यदि तपाईले चाहिँ एनटिसीले चाहिँ सपोर्ट कल गर्नुभयो भने उहाँले चाहिँ सिधै चाहिँ तपाईको चाहिँ दूरसञ्चारमा आउनुहोस्, नेपाल टेलिकममा आउनुहोस्, त्यसपछि मात्र तपाईको रिचार्जको चाहिँ समाधान हुन्छ भन्नुहुन्छ। तर चाहिँ हामी यदि तपाईको यस्तो रिचार्ज चाहिँ स्क्रैच गर्दाखेरि चाहिँ मेटिएको अङ्कहरू छ, पिनकोड छ भने यसलाई चाहिँ तपाईले चाहिँ घरमै बसेर चाहिँ तपाईको मोबाइलमा पनि ल्यापटपमा पनि तपाईले गर्न सक्नुहुन्छ। म त्यही विषयमा तपाईको माझमा चाहिँ यो भिडियो लिएर आएको छु। यदि यो भिडियो चाहिँ तपाईलाई मन पर्यो भने लाइक गर्नुहोला र हाम्रो यदि तपाईले चाहिँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो प्रेम न्यू टेक्निकल युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाँकी चाहिँ हामी धेरै कुरा नगरेर चाहिँ हामी ल्यापटपबाट चाहिँ यसको समाधान चाहिँ गर्नेछौँ र यो रिचार्ज भएको यो रिचार्ज चाहिँ हामी यसमा हाल्नेछौँ। यो पनि मेरो होइन, एकजना चाहिँ हाम्रो गाउँको चाहिँ एकजना भाउजू हुनुहुन्थ्यो, उहाँको चाहिँ रिचार्ज मिस्टेक भएको रहेछ, त्यसैले चाहिँ यो मोबाइलमा चाहिँ हामी हाल्ने प्रयास गर्नेछौँ। कृपया हामी ढिला नगरी चाहिँ हामी अगाडि बढ्न गइरहेका छौँ, हेर्नुहोस् है त। सर्वप्रथम चाहिँ तपाईले चाहिँ ल्यापटपको चाहिँ गुगल क्रोममा जान सक्नुहुन्छ मजाले हैन। यसमा गुगल क्रोममा गइसकेपछि तपाईले चाहिँ यसमा चाहिँ सर्च बारमा चाहिँ के हान्नु हुनेछ भन्दाखेरि एनटिसी हैन त, एनटिसी ड्यामेज है त रिचार्ज यसरी तपाईले चाहिँ सर्च गर्नुभयो भने तपाईको यहाँ सर्च भइसक्छ। अब सिधै तपाईको एनटिसी रिचार्ज कार्ड सपोर्ट भनेर यहाँ फर्स्टमै चाहिँ तपाईले देखिसक्नु भएको छ हैन। यो लाइन चाहिँ यसमा चाहिँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ। अनि यसमा क्लिक गरिसकेपछि यहाँ भनेको छ पिन रिकभरी अफ एन्टी रिचार्ज कार्ड भनेको छ। त्यसपछि हामी यसलाई स्क्रल गर्छौँ तलतिर। यहाँ तलतिर तपाईले चाहिँ इन्स्ट्रक्सन देखिसक्नु भएको छ हैन। इन्स्ट्रक्सन के गर्ने कुरा भनेर चाहिँ वेलकम टु रिचार्ज कार्ड सपोर्ट भनेको छ। सर्भिस टाइप भनेर जिएसएम, सिडिएमए प्रिपेड, जिएसएम, सिडिएमए पोस्टपेड, पिएसटिएन, एडिएसएल र प्लिज चुज अन एभोभ भनेर छ। यसमध्ये तपाईको रिचार्ज चाहिँ कुनको हो त, यो रिचार्जमा तपाईले चाहिँ चुज गर्नुपर्ने हुन्छ। हाम्रो चाहिँ हो जिसिएम प्रिपेड हो है त, पोस्टपेड होइन, हाम्रो प्रिपेड हो। मैले यसमा क्लिक गरेँ। अब यसमा चाहिँ सिरियल नम्बर भनेको छ। यसमा सिरियल नम्बर चाहिँ को राख्ने त, जुन तपाईको सर्भिस सिरियल नम्बर छ त्यो जुन ठाउँमा तपाईको चाहिँ अङ्क, जस्तै यो अङ्क जुन ठाउँमा तपाईको अङ्क चाहिँ यहाँ चाहिँ मेटिएको छ त्यो अङ्कमा चाहिँ 100 राख्नु होला भनेको छ। हामी एकचोटि यसमा चाहिँ त्यो कुरा चाहिँ राख्छौँ है त। यसमा राख्नको लागि चाहिँ हामीले पहिले नै यसमा भएका चाहिँ कोडहरू चाहिँ मैले लेखेको छु बुकमा पनि। सुरुमा चाहिँ हाम्रो अङ्कहरू रहेको छ हैन, 6 है त, 6 9 6 2 1 4 1 2 1 5 5। त्यसपछि हामीसँग कतिवटा काउन्ट भयो, जति तपाईको अङ्क कतिवटा भयो त, 1 2 3 4 5 6 7 8 9 10 11, 1 2 3 4 5 6 7 8 9 10, 2 4 6 8 10 11। त्यसपछि हाम्रो चाहिँ अङ्कहरू चाहिँ x सम्म जान्छ है त। x भनेको हामीले थाहा छैन है, 11 12 13 14, हामीसँग लास्टको अन्तिम नम्बर पनि छ 1 3 है त। त्यसपछि हामी चाहिँ यहाँ चाहिँ यसमा चाहिँ हामी सिरियल नम्बर राख्नेछौँ। अब सिरियल नम्बर चाहिँ को राख्ने भन्दाखेरि है त, रिचार्ज कता गएछ फेरि, अब रिचार्जको चाहिँ अन्तिमको चाहिँ हाम्रो सिरियल नम्बर चाहिँ एकदम क्लियर हुनुपर्छ है। फेरि यदि सिरियल नम्बर चाहिँ क्लियर भएन भने चाहिँ यो चाहिँ रिचार्ज चाहिँ सब रिकभर गर्न सकिँदैन। त्यसैले यो सिरियल नम्बर चाहिँ क्लियर हुनुपर्छ। तर चाहिँ यहाँ रिचार्ज नम्बर यो पनि ड्यामेज भएको छ किनकि यसो फोल्डिङ गर्दाखेरि हैन। अब हामी यहाँ भएको चाहिँ सिरियल नम्बर चाहिँ योमा चाहिँ राख्छौँ है त, यसमा राख्छु है त।
यसको सिरियल नम्बर रहेको छ 112403 001030104 यसमा 2 4 6 8 10 12 14 16 यो पनि 16 वटा अङ्कको हुन्छ। अब यसपछि हामी स्क्रोल गर्यो भने तल गयो भने हामी अलिक तल जान्छ है त। अलिक तल गयो भने यसमा तपाईको चाहिँ अब पिन कोड माथि चाहिँ सर्भिस नम्बर भने चाहिँ यहाँ चाहिँ यो माथिको चाहिँ फर्स्टमा चाहिँ जो तपाईले देखिराख्नु भएको छ नि अघिको सुरुमा चाहिँ हामीले जो कोड हान्थ्यौं नि हैन त्यो भनेको सर्भिस नम्बर है। फोन नम्बर म कन्फ्युज भएको छु। सुरुमा तपाईले चाहिँ यहाँ चाहिँ यो कोडमा चाहिँ तपाईले यो कोडमा जो तपाईको अघि भनेको थिएँ मैले त्यो कोडमा तपाईले चाहिँ फोन नम्बर हाल्नु पर्ने हुन्छ। यसको फोन नम्बर मलाई थाहा छैन, यसमा फोन नम्बर हेर्छु है म। त्यसपछि फोन नम्बर चाहिँ हाल्छु है 90 किनकि यो नम्बर चाहिँ धेरै चेक गर्नुपर्ने हुन्छ। यो नम्बर चाहिँ किन भन्दाखेरि चाहिँ यो नम्बर चाहिँ हाम्रो रिचार्ज हुने नम्बर भएको कारणले चाहिँ यसमा चाहिँ अलिकति धेरै दिमाग लगाउनुपर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ एक मिस्टेक हुने बित्तिकै अरूको नम्बरमा चाहिँ रिचार्ज हुनसक्छ है त। 97 65 यो नम्बरमा चाहिँ हामी रिचार्ज गर्छौँ। अब यहाँ तलको चाहिँ अन्तिममा चाहिँ यो चाहिँ सिरियल नम्बर भयो। अब यहाँ पिन कोडहरू चाहिँ अब यहाँ मैले पिन कोड चाहिँ कपी गरेको छु है त। यहाँ चाहिँ पेस्ट गर्छु है, मैले अघि कपी गरेर राखेको छु। यहाँ चाहिँ कोड भयो। अब त्यसपछि हामी स्क्रोल तल गर्छु है। ओके, अब यति चाहिँ गरिसकेपछि अब हाम्रो यहाँ चाहिँ क्याप्चा भन्ने आएको छ। यहाँ तपाईँले देखिसक्नु भएको छ हैन। यो क्याप्चालाई चाहिँ हामीले यहाँ सार्नु पर्ने हुन्छ है त। यसमा IT4388B। ओके, अब यति गरिसकेपछि अब तपाईले यसमा चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ। अब यो नम्बरमा रिचार्ज आउँछ कि आउँदैन तपाईहरुलाई चाहिँ हामी एकचोटि ट्राई गर्छौँ। केही मिलेन भने चाहिँ नि कन्फर्म भनेको छ है। यहाँ हेर्नुस् त, यता हेर्नुस् त यो लाइनमा तपाईले देखिसक्नु भएको छ। यहाँ चाहिँ तपाईको यो चाहिँ सबै कुरा ठिक छ कि छैन भनेर एकचोटि कन्फर्म गर्नुस् भन्छ। तैपनि अझै हामी कन्फर्म गर्छौँ। प्रिपेड हो 97 ओके, हाम्रो सबै कुरा ठिक छ। अब हामी यसलाई चाहिँ के गर्छौँ भन्दाखेरि अब हामी कन्फर्म चाहिँ गर्छौँ है। कन्फर्म गर्यो भने चाहिँ के हुन्छ हेरौँ है। Result is you have recharged successfully. You have entry 13 correct digit. हेर्नुस् त, अघि 1 रुपैयाँ थियो, अहिले कति आयो त 99। अब रिचार्जको मेसेज चाहिँ आएछ। 1 रुपैयाँ थियो अघि है। हेर्नुस् अहिले 99 रुपैयाँ 86 पैसा। ल हेर्नुस्, यस्तै तपाईको पनि रिचार्जहरू बिग्रेको छ, यसरी ड्यामेज भएको छ भने तपाईले पनि यसरी नै चाहिँ रिचार्ज गर्नु होला र चाहिँ त्यतिखेर नफाल्नु होला। आफूले जानेको कुरा अरूलाई पनि सिकाउनु होला। तपाईँ हाम्रो प्रेम न्यू टेक्निकल युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो प्रेम न्यू टेक्निकल युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्नु होला। अहिलेलाई म पनि बिदा हुन्छु। हस् त, धन्यवाद।